एलपी ग्यासका धेरै प्रकारका ग्यासका सिलिन्डरहरू बजारमा छन्, तर कहिले कहिले कम्पनी अनुसार ग्यास अभाव गरिन्छ। अनि त्यो ग्यासको अभाव भइसकेपछि, लामो समय भइसकेपछि उपभोक्ताहरूले ग्यास लिन जाँदाखेरि यो सिलिन्डरको ग्यास यो कम्पनीको ग्यास छैन, सिलिन्डर साट्नुहोस् भन्ने गरिएको छ। अनि सिलिन्डर साट्नलाई कति पैसा लाग्छ भन्दाखेरि कसैले 500, कसैले 1000 रुपियाँ दिएर एकदम बाध्यतामा पारेर उपभोक्ताहरूले सिलिन्डर साट्नुपर्ने अवस्था भएको छ। सरकारको अनुगमन गर्ने निकाय छैन सभामुख, जो यो देशमा एउटै कम्पनी एलपी ग्यास एउटै, अनि अलग अलग कम्पनी स्वीकृति दिएर चलाइसकेपछि ती ग्यास लिइसकेपछि ती सिलिन्डर साट्नको लागि उपभोक्ताहरूसँग किन फेरि पैसा थपाइन्छ, यो मैले बुझ्न नसकेको कुरा हो सभामुख महोदय। त्यसैले म सभामुखज्यू मार्फत सम्बन्धित निकायको ध्यान जाओस्, उपभोक्ताहरूलाई मारमा मुड्की दिने काम चाहिँ अब बन्द गरोस्। यो चाहिँ सरकारले यस्ता खालका कामको निगरानी गरोस्, अनुगमन गरोस् भन्ने कुरा आग्रह गर्नको लागि मैले आज समय लिएको हुँ। समय दिनुभयो सभामुखज्यूलाई हार्दिक धन्यवाद।